राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले देशमा स्थायित्वको लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन 2 का मतदातासँग कुरा गर्दै नेताहरूले गरेको बाचा पूरा नगरेपछि यत्तिकै हाँसेर हिँड्न नपाइने बताए। उनले आफूहरू 1 जना 2 जना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनु पर्ने बताए। भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले अन्य क्षेत्रमा चाहिँ सजाय पाउने, नेताले बोल्दै हिँड्दै सक्यो, पुरा नभएपछि यतिकै हाँसेर हिँड्न पाइन्न। त्यसकारणले हामी यसपटक नागरिकसँग करार गर्दैछौँ, त्यसलाई चाँडै हामी सार्वजनिक पनि गर्दैछौँ। युवा उपस्थितिका लागि म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो चुनावमा तपाईँहरूले गर्नुपर्ने मद्दत एउटा छ, देशका विभिन्न भागमा मैले पुग्नुपर्नेछ। पार्टीको सभापतिका रूपमा मेरा केही दायित्वहरू छन्। यसपटक चितवनलाई मात्र जिताएर भएन, देशैभरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले यसपटक यो 2 नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिका रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु। मेरो प्रतिनिधिको रूपमा घर घरमा, कम्तीमा पनि आफ्नो वरपरको घर घरमा तपाईँ गइदिनु भयो भने देशका दूरदराजमा मैले जाने अवसर पाउँछु। हामीलाई 1 जना 2 जना मात्र जितेर हुँदैन। यसपटक हामीले कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। 5 वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यस पछाडि 5 वर्ष गरिएको कामले बोल्ने छ, हामीले बोल्नु पर्दैन। यति मात्र मागेका हौँ हामीले, अरू धेरै कुरा केही मागेका होइन। उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको उल्लेख गरे।